छु है हामी जाने ट्रेन पनि अर्को ट्रेनमा हो हामी जाने चाहिँ। ल यता फर्काएर म देखाउँछु। यो ट्रेनमा चाहिँ हामी जाने अहिले वार्सा सिटीमा। हामी वार्सा सिटीमा खासमा फुटबल खेलेको हेर्न जाँदैछौँ। म चाहिँ अहिले वार्सा सिटीमा आइसकेँ। अनि वार्सा सिटीको ट्रेन स्टेसनबाट बाहिर निस्किसकेपछि यो चाहिँ म्युजियम रहेछ हैन। यो अति नै सुन्दर छ यो म्युजियम। यो वार्सा सिटीमा लगभग एउटा पर्यटकहरूको लागि चाहिँ एउटा आकर्षकको केन्द्रबिन्दु रहेछ यो म्युजियम। यो म्युजियमभित्र अरू केही अफिसहरू पनि रहेछन् भने माथि गएर भ्यू टावर जस्तो रूपमा माथि टिकट काटेर भ्यू टावरको रूपमा चाहिँ बाहिर अवलोकन गर्न पनि मिल्दो रहेछ। यसो फोटो खिचिदिउँ त भनेर म पनि दुले यहीँ वरिपरि। अब हामी चाहिँ बाहिर बोल्ड गऱ्यौँ होइन। बोल्डबाट अब हामी फुटबल खेल्ने मैदानसम्म जाँदैछौँ। त्यो कबड हल छ गरे त्यहाँ चाहिँ साथीहरूले लोकेसन पठाउनु भएको छ। बोल्ड पनि आयो अनि हामी बोल्डमा अब जाने। यहाँ ठ्याक्क ट्राफिक लाइट पर्यो अनि ग्रिन सिग्नल पनि आयो। हामी अब अगाडि जाँदैछौँ। यो अगाडिको सानो स्मार्ट कार हो होइन। कारमाथि अर्को स्मार्ट कार छ। यो सिटीहरू कस्तो राम्रो छ है। यति राम्रो यति सुन्दर सिटी छ। घरहरूको आकार हेर्ने भने लगभग उस्तै डिजाइनमा छन् सडकको छेउछाउमा। अनि केही अग्ला भवनहरू पनि रहेछन् यहाँ। रोड हेरौँ भने एकदम राम्रो छ है। एकदम राम्रो। यो लाइटहरू चाहिँ लगभग 100-200 मिटरको ओराफेरामा छ जस्तो लाग्यो मलाई। ल यो सिटीमा अलि अग्लो बिल्डिङहरू भनेको यिनै नै होला है। खासै अग्ला बिल्डिङहरू हुँदैनन् यता। खै किन हो कुनी मैले चाहिँ यता खासै गगनचुम्बी बिल्डिङहरू चाहिँ देखेको छैन। लगभग यताको बिल्डिङहरू यही हाइटमा हुन्छन् 8-10 तला 12 तलासम्मका। अनि यिनी बिल्डिङहरूको आकार हेर्दा अति राम्रो छन्। एउटै डिजाइनमा होइन एउटै आकारमा। सडकहरू त्यस्तै छन्। यहाँको विकासका पूर्वाधारहरू अति राम्रा छन्। बाटो हेरौँ न बाटो कति राम्रो छ बाटो। तर यहाँ अहिले चाहिँ देखेको छैन है। मैले क्यामेरा अलिक माथि हाइटमा राखेको छु। तल जमिनमा फोकस गर्न चाहिँ अलिकति अप्ठ्यारो भयो। विकास हेर्दा लोभलाग्दो छ। यहाँको विकास हेर्ने हो भने हाम्रो देश नेपालमा अब यस्तो खालको विकास कहिले हुने खै। अब हाम्रो नेपालमा पनि बालेन सरकार आएर अब पुरानो त तिनीहरूलाई परिवर्तन गर्न धेरै समय लाग्छ र धेरै क्षति हुन्छ। किनकि जहाँ बस्ती बसिसकेको छ त्यो बस्तीहरूलाई हटाउनु पर्यो। घरहरू भत्काउनु पर्यो। अनि त्यहाँ भएका हरेक संरचनाहरूलाई अब बिगार्नुपर्छ। बिगार्दा अनि केही आर्थिक रूपमा क्षति हुन्छ जनतालाई होस् अथवा सरकारलाई। तर अब जहाँ नयाँ बन्दैछन् सहरीकरण हुँदैछ सहरी विकास क्षेत्रहरूको जुन परिदृश्यका साथ योजनाहरू बनाइएका छन् त्यो ठाउँ त्यो सहरहरू जहाँ अब बस्ती बस्छन् त्यस्तो ठाउँहरूमा चाहिँ अब अलिकति यस्तै खालका सुझबुझका साथ राम्रो खालले राम्रो योजना बनाएर सडकहरूको पूर्वाधारको लागि त्यस्तै ठाउँ र घर निर्माणको लागि त्यसरी नै मापदण्डहरू पुर्याएर बनायो भने सायद हाम्रो नेपालको सहरहरू पनि यहाँभन्दा कम हुने छैनन् भन्ने लाग्छ हामीलाई चाहिँ है। हामी अब नेपालका युवाहरू लगभग धेरै जसोहरू विदेशमा पलायन हुन बाध्य छौँ। किनकि अब हाम्रो बाध्यता हो नेपालमा बसेर केही गरौँ भन्ने नि त्यो अवसर नपाएका हौँ या अवसर नखोजेका हौँ। त्यो आफ्नो ठाउँमा होला त्यो आफ्नो पाटो भयो। तर धेरै युवा युवतीहरू अहिले विदेशमा कामको सिलसिलामा या भनौँ अध्ययनको सिलसिलामा देशदेखि पलायन भएर विदेशमा भौतारिरहेको विदेशमा अब जे होस् देशलाई रेमिट्यान्सद्वारा चल्नका लागि धानिरहेको अवस्था छ। त्यो ठाउँ अति राम्रो लाग्यो मलाई। यो वार्सा सिटी चाहिँ मेरो पनि पहिलो यो यात्रा हो। यो सिटीमा आएर म यसरी समय दिएको या भनौँ घुम्न पाएको भनेको यो पहिलोपल्ट हो।
हुन त योभन्दा अगाडि एकपटक आएको थिएँ, त्यति बेला नयाँ थिएँ भन्दा पनि अलिकति हामी त्यस्तै अवस्थामा आएका थियौँ र हामीलाई अलिकति समस्या भएको कारणले घुमघाम गर्ने अवस्था भएन। अहिले चाहिँ सबै साथीहरूले छुट्टीको बेलामा हाम्रो क्लबबाट फुटबल खेल्न जाउँ न भनेर साथीहरू आएको र हामी पनि समर्थकको रूपमा यसो साथीहरूलाई खेलाडीहरूलाई हौसला बढाउनु त भनेर फुटबल खेलेको हेर्न आएको। त्यही त यसो यही सहरको छेउछाउमा घुम्ने अवसर पनि मिल्यो, खुसी लाग्यो, राम्रो रहेछ यो ठाउँ। अनि यो सहरहरू, यो बस्तीहरू, यहाँका विकासका पूर्वाधारहरू हेर्दा अति नै लोभलाग्दो लाग्यो मलाई पनि। ल हेर्नु न, यो लाइटहरू लगभग 150-200को फरकमा छन् होला कि यो ट्राफिक लाइटहरू हरेक ठाउँमा, हरेक चोकमा, किनकि यो अलिकति सहरी क्षेत्र हो नि त। अब चोकहरू पनि अलिक बाक्लो नै छन् चोकहरू, अनि हरेक चोकहरूमा यो ट्राफिक लाइटहरू छन्। ती ट्राफिक लाइटहरूमा रोक्दै जाँदै गर्दा अलिकति समय कम लाग्ला, तर सिस्टम छ यहाँको एउटा। हरेक यहाँका जनता तथा विदेशबाट आएका चालक दलहरूले हरेकले यहाँको नियमहरूलाई एकदम कडाइका साथ पालना गर्नुपर्छ। यदि नियम पालना गरिएन भने यहाँको प्रहरी या भनौँ यहाँको प्रशासनद्वारा एकदमै महँगो हामीलाई चाहिँ जरिवाना लगाइन्छ। त्यसै कारणले यहाँका मान्छेहरू या भनौँ हामी यस्ता बाहिरबाट आएका मान्छेहरू पनि यहाँको नियम सुशासनलाई पालना गर्न एकदम आवश्यक छ र गर्नुपर्दछ। किनकि यहाँको सरकारले अथवा पुलिसले कुनै पनि गल्ती कमी कमजोरी भेटायो भने हामीलाई कारबाही फाइन चाहिँ एकदमै ठुलो लगाउने भएको कारणले धेरै मान्छेहरू यो नियमहरूलाई एकदमै पालना गरेको पाइन्छ। ल हेर्नु त, यो बाटोको छेउछाउहरू यो घरहरू सुरुदेखि म जहाँदेखि चढेँ बोल्ट गरेर त्यहाँदेखि नै यस्तै आकारका अनि यस्तै डिजाइनमा रहेका भवनहरू छन्। अर्को लाइट आयो। ल यो लाइटमा ग्रिन सिग्नल भएको कारणले हामी रोकिनु परेन, सरासर जाँदैछौँ। अति राम्रो लाग्यो मलाई यो सहर, यो ठाउँ धेरै राम्रो छ। अनि हाम्रो देशमा पनि यसरी नै विकास भइदिए, यसरी नै व्यवस्थित भइदिए हरेक सहरहरू, हरेक बजारहरू कति सुन्दर हुन्थ्यो होला। तर हाम्रो नेपालको अब सडकको मापदण्डहरू पनि त्यति राम्रो पाइँदैन र भवनहरूको पनि त्यति राम्रो मापदण्ड छैन। अहिले पछिल्लो समयमा सरकारले भवन आचार संहिता ल्याएर यो घर बनाउनेहरूलाई अलिकति केही हदमा लगाम लगाए तापनि जहाँ पुराना सडक र बस्तीहरू बसिसकेका छन् त्यो ठाउँमा खासै त्यस्तो परिवर्तन गर्न सकेका छैन सरकारले पनि। र गाह्रो छ, किनकि कुनै ठाउँमा जहाँ बाक्लो बस्ती या भनौँ सहर बसेको छैन त्यो ठाउँमा चाहिँ अलिकति सहज छ। जहाँ घना सहर बस्ती बसेको छ त्यो ठाउँमा चाहिँ एकदमै गाह्रो छ। न त्यो बाटोलाई बढाउन सकिरहेको अवस्था छ, न घरलाई क्षतिपूर्ति दिएर भत्काउन र सार्न सकेको अवस्था छ। त्यसैले दीर्घकालीन योजना र सोच दूरदर्शिता भएका नेता योजनाकारहरू भयो भने अवश्य पनि यस्ता सहरहरू बसाउन नेपालमा पनि खासै गाह्रो छ जस्तो लाग्दैन मलाई पनि। यो लाइट लगभग मैले भने 150-200 मिटरको फरकमा छ है यो लाइटहरू। यहाँ अब लाइटमा रोकिनु पर्यो होइन। यसो अब अर्कीको भिडियोमा आफूले पो हालेको कि भन्ने होला भनेर मैले यसो आफूलाई पनि देखाउँ त भनेर है। अब ग्रिन सिग्नल बोल्यो। यो अगाडि चाहिँ मेरो स्मार्ट कार चाहिँ यथावत नै छ है। मेरो क्यामेराले यहाँ सहरको सुन्दर दृश्यहरूलाई क्याप्चर गर्दै गर्दा यो स्मार्ट कार पनि मेरो क्यामेरामा कैद भइरहेको छ। हामीहरू साथीहरू कोही बिहान 5 बजे नै गइसक्नुभयो खेल्नको लागि, जुन खेलाडीहरू हुनुहुन्थ्यो।
हामी हेर्ने दर्शक खेलाडीहरूको हौसलाको लागि हामी जाँदैछौँ। साथीहरूलाई जाने कोही अहिले 7 बजेको ट्रेनमा आएका हौँ भने कोही बिहानै अरूसँगै पनि जानुभयो। अति सुन्दर ठाउँ, अति राम्रो ठाउँ। मैले चाहिँ पहिलोपल्ट यहाँ आएर यसरी हेर्ने मौका पाए पनि मलाई धेरै राम्रो लाग्यो। तपाईँहरू पनि फुर्सद छ भने आउन सक्नुहुन्छ, आएर हेर्नुहोला, घुम्नुहोला। अब भने हामी चाहिँ लगभग नजिक नै आइपुग्यौँ। अब फुटबल खेल्ने समय पनि लगभग केही समयपछि हुन्छ होला। यो मेरो साथीहरू है, मेरो साथीहरू नै भाइहरू हामीसँगै एउटै ठाउँमा काम गर्छौँ होइन। भाइहरूसँग जाउँ त भनेर आएको। हुन त अरू पनि हुनुहुन्छ, तर यो क्यामेरामा चाहिँ भाइहरू मात्रै अट्नुभयो। फुटबल पनि चालु भयो। यसरी फुटबल खेल्दै गर्दा यो हाम्रो साथीहरू, हाम्रो खेलाडीहरू चाहिँ सेतो जर्सी लगाएको हो र रातो जर्सी लगाउनु चाहिँ अर्को फुटबल क्लबको हो। यो फुटबल पनि अति रमाइलो र राम्रो प्रतिस्पर्धात्मक ढङ्गले चलिरहेको छ। अनि फुटबल पनि खेलेर सकिन लाग्यो है। हामी लगभग 4वटा खेलमा चाहिँ 1 नम्बर भएर निस्केको, तर हाम्रो चाहिँ क्वार्टर फाइनलमा जित हुन सकेन। त्यसैले दुःख लाग्यो क्वार्टर फाइनलमा जित्न नसकेको कारणले। खेल्न त राम्रै खेलेको हो, त्यस्तै 1 गोलमा केही समस्याको कारणले 1 गोलको अग्रताले अर्को क्लबले र हाम्रो क्लबलाई हराए। ठिकै छ, खेलमा हार जित हुन्छ है। अब हामी फुटबल खेलेर बाहिर निस्किँदै गर्दा बिहान 9 बजेको समयमा भेटेको ठाउँ अहिले रातिको 9 बज्न लाग्दा यस्तो छ है। बिहान र बेलुकामा देखिने यो एउटै ठाउँ तर फरक दृश्यहरू यस्तो देखियो अहिले। रातको समयमा देखेका यो रङ्गीन रातमा देखिने दृश्यहरू यति रमणीय छ, यति सुन्दर छ। ल, तपाईँहरूले भिडियो हेरिदिनु भयो त्यसको लागि धेरै धेरै धन्यवाद।